स्वागत छ तपाईलाई अस्मिता टेन्सेटमा। ल त सुरु गरौ। पाठ 2 हाम्रा पहिचान। प्रश्न नम्बर 1 मा रहेको छ हाम्रो पहिचान के हुन्? पहिचानको महत्व उल्लेख गर्नुहोस्। आन्सर: राष्ट्रिय पहिचान, जातीय पहिचान, भाषिक पहिचान, धार्मिक पहिचान, लैंगिक पहिचान र अपाङ्गता आदि हाम्रा पहिचान हुन्। पहिचानको महत्वलाई निम्न बुन्दाका आधारमा प्रश्न पार्न सकिन्छ। 1. पहिचानले अधिकार प्राप्ति, समावेशिता र सामाजिकीकरणमा मद्दत पुर्याउँछ। 2. अनुशासनमा रहन उत्प्रेरित गर्छ। 3. यसले राष्ट्रलाई विश्वसामु चिनाउने काम गर्नका साथै राष्ट्रप्रति श्रद्धाभाव जागरण गर्दछ। 4. यो स्वयंलाई चिनाउने र जीवनलाई जिउने आधार हो। 5. कर्तव्य बोध गराउँछ। 6. आफ्नो मौलिक कला, संस्कृति र धर्मको संरक्षण तथा प्रवर्धन गर्दै यसको निरन्तरता र संरक्षण गर्न मार्ग प्रशस्त गर्दछ। प्रश्न नम्बर 2 मा रहेको छ पहिचान आफूलाई चिनाउने आधार हो। उदाहरण सहित प्रश्न पार्नुहोस्। आन्सर: पहिचान भनेको व्यक्ति वा समूहलाई परिभाषित गर्ने र विशेषताहरूको समूह हो। यसले सांस्कृतिक पृष्ठभूमि, विश्वास, मान, रुचि, अनुभव र व्यक्तिगत विशेषताहरू जस्ता विभिन्न कारकहरू समावेश गर्दछ। उदाहरणका लागि व्यक्तिको सांस्कृतिक पहिचानले उनीहरूले आफूलाई कसरी चिन्ने भन्नेमा महत्त्वपूर्ण भूमिका खेल्छ। एक विशिष्ट जातीय समूहमा हुर्केका व्यक्तिले त्यस समूहको सांस्कृतिक परम्परा, मूल्य मान्यता र विश्वाससँग दृढतापूर्वक पहिचान गर्न सक्छ। कुनै पनि व्यक्तिले आफूलाई चिनाउन यी र यस्तै विभिन्न आधारको प्रयोग गर्नुपर्ने हुन्छ। तसर्थ हामी के भन्न सक्छौँ भने पहिचान आफूलाई चिनाउने आधार हो। प्रश्न नम्बर 3 मा रहेको छ यौनिक तथा लैंगिक अल्पसंख्यकको पहिचान र सम्मानका लागि के गर्नुपर्दछ? आफ्ना धारणा प्रस्तुत गर्नुहोस्। आन्सर: यौनिक तथा लैंगिक अल्पसंख्यकको पहिचान र सम्मानका लागि हामी सबै सचेत हुनु आवश्यक छ। महिला, पुरुष भन्ने जस्तै उनीहरूलाई पनि सामान्य व्यवहारको जरुरत भएकाले यस सम्बन्धी चेतनामूलक कार्यक्रम गर्नु आवश्यक छ। त्यस्तै उनीहरूलाई हेप्ने, गिज्याउने काम बन्द गरी सो कार्य गर्नेलाई सजायको व्यवस्था हुनु जरुरी छ। उनीहरूको लागि पनि आरक्षणको व्यवस्था गरी कार्यान्वयन गर्नु उनीहरूलाई पहिचान र सम्मान दिने अर्को पक्ष हुन सक्छ। प्रश्न नम्बर 4 मा रहेको छ अपाङ्गता भएका व्यक्तिको पहिचान र अवसर वृद्धि गर्न तपाईँ रहेको स्थानको स्थानीय सरकारले के कस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ? खोजी गरी प्रस्तुत गर्नुहोस्। आन्सर: अपाङ्गता भएका व्यक्तिको पहिचान र अवसर वृद्धि गर्न म रहेको स्थानको स्थानीय सरकारले गरेका केही कार्यक्रम यस प्रकार छन्। सबै सामुदायिक विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था। 2. अपाङ्गता भएका व्यक्तिलाई व्हीलचेयर वितरण कार्यक्रम। 3. क्षमता र शारीरिक अवस्थाका आधारमा सिपमूलक तालिमको व्यवस्था। च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक गर्न नबिर्सनुहोला। धन्यवाद।